हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। सबजनालाई आजको एपिसोडमा आजको भ्लगमा सबजनालाई स्वागत छ। आयो सबजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै छु होइन। मैले भ्लग बनाउन छोडेको 1 महिना भइसक्यो, किनकि मेरो मोबाइल फुटेको थियो होइन। अर्को 2 महिना मैले 2 महिना कति रे 2 महिना मैले मिहिनेत गरेको सब पानीमा गयो। किन गयो भन्दाखेरि होइन, मैले त्यो मोबाइल फुट्यो के, त्यो मोबाइल फुट्यो। मैले नाम चेन्ज गरेको थिएँ, जिमेल आइडी चेन्ज भयो होइन। अनि त्यो आइडी यो मोबाइलमा हाल्न मिलिन, धेरै गाह्रो भयो। अनि अब त्यही हो नि, आज ठ्याक्कै तिहारको दिनबाट होइन सुरु गर्दैछु। अब चाहिँ रेगुलर दिन्छु। आइडी पनि बनाएँ। मेरो अलि क्लोज फ्रेन्ड भन्दाखेरि बच्चादेखिको साथी छ एउटा होइन, हुनुहुन्छ होइन। अनि उहाँले मैले कहाँ त्यो गरेको थिएँ के भन्छ भने, मैले उहाँलाई पासपोर्ट राखिदिएको छु। अबदेखि चाहिँ मोबाइल गायब भयो भने पनि उताबाट केही भनेर निकाल्न सक्छु। मामा अन्त अब हामी चाहिँ म चाहिँ आज बिदाको दिन थियो, मामाको रुममा आएको थिएँ होइन। अब मामाको रुमबाट हामी चाहिँ भलिबल खेल्न जान लाग्छौँ। आज चाहिँ तिहारको विशेष भएर आज चाहिँ सर्बियामा गेम हुन लागेको छ, भलिबल गेमहरू पनि देखाउँछु। आज धेरै नेपालीहरू भेट हुन्छ मलाई होइन। नयाँ भ्लग बनाउनु सुरु गरेको छु, नयाँ च्यानल खोलेको छु, 0 सब्सक्राइबर छ, आजबाट सुरु गरेको छु होइन। सबजनाले के गर्नु पऱ्यो भन्दाखेरि सब्सक्राइब त हान्नु पऱ्यो होइन। सब्सक्राइब हानेर अबदेखि रेगुलर दिएर मैले भिडियोहरू राम्रो बनाउँछु होइन। अस्ति नैदेखिको नयाँ त्यो थियो नि त, मैले च्यानल खोलेको थिएँ नि त, त्यो च्यानललाई रेगुलर दिए भए यस बेला चाहिँ गयो भने हजुरको 1000 सब्सक्राइबर मैले सायद पुरो थियो होला कि 3 महिना पुगिसक्थ्यो होइन। मैले 1 महिना फाल्तु गयो, 2 महिनाबाट 3 महिना हुन्थ्यो सँग होइन। मैले सुरु गरेको थिएँ, मोबाइल फुट्यो क्या, मैले स्क्रिनसट हालिदिन्छु होइन, माथि हेर्नु होइन। कति अचम्म तरिकाले फुटेको छ क्या मोबाइल होइन, बनाउनै नसक्ने तरिकाले फुटेको छ कि। त्यही भएन अब जे हुन्छ होइन, आउने दिनहरू राम्रोको लागि हुन्छ भन्छ नि, अब त्यही सोच्ने हो सबैभन्दा होइन। सबजनालाई ह्याप्पी तिहार होइन। आउँदै गरेको विशेष नेपालीको त्यति विशेष होइन, तर सेकेन्डमा पर्छ नि त विशेष होइन तिहार चाहिँ। सबजनालाई ह्याप्पी तिहार होइन। के भन्नु अरू त, अब बहिनीको लागि चाहिँ गाउँको साइड जस्तो राम्रो छ हेर्नु न। उहाँले भिडियो बनाउनु होइन, अनि त्यसपछि हामी घरको गाडी छ, म हाम्रो साथी जान्छौँ होइन। मामा खतरा भिडियो बनाइदिन्छु ल। बलर हुन्न कि हामी आज आधा पार्कमा भलिबल 48,000 को चलिरहेछ। हामी जाँदैछौँ। उहाँ मेरो भान्जा प्यारो भान्जासँग आज हामी बल खेल्न गइरहेछौँ। र सर्बियामा हुने सबै साथी बहिनी, दिदी बहिनी, दाजुभाइ, काका काकी, मामा माइजू सबै आएर त्यहाँ दर्शकको सो बढाइदिनु हुन विनम्र अनुरोध गर्दै म बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद। मामाको फेरि खतरा छ नि होइन। मामाले फेरि के भन्छ भने मेकर भन्छ नि, एउटा मेकर भन्दाखेरि मेकरै भनौँ न होइन। त्यो भाषण गर्नेलाई अगाडि भाषण गर्नुभन्दा अगाडि एउटा मान्छे बोलाउने हुन्छ नि, हो त्यो टाइपको के खतरा मेकर हुनुहुन्छ क्या मामा होइन र भने। हाम्रो ह्यान्डसम मामा हो नि त मामा। फेरि भिडियो फोटो भन्दाखेरि मोर जाएंगे। हाम्रो मामा बहुत ह्यान्डसम हुनुहुन्छ क्या, बहुत ह्यान्डसम हुनुहुन्छ मामा। के देख्ने बित्तिकै ढल्छन् कि होइन। अब हामी जाने हो, कहाँ जाने हो, बस आइरहेछ। अब 2 मिनट बाँकी छ, बसमा 2 मिनटपछि हामी चढेर हामी जान्छौँ होइन। धेरै कुराहरू गर्नु छ, धेरै बाँकी छ, धेरै कुराहरू बाँकी छ। आजदेखि सुरु गर्ने होइन, आजदेखि सुरु गरौँ। आज फेरि टाइम पनि मिल्दैन, धेरै टाइम मिल्दैन क्या एउटामा। कहिले यता कहिले उता होइन, कहिले के हुन्छ परदेश काम टाइमै निकाल्न पाइन्न कि। अब चाहिँ त्यही बस्छु अनि त्यसपछि रुममा गएर कपडा चेन्ज गरेर अनि
जर्सीहरू लगाएर बल खेल्न जानुपर्छ होइन, त्यही हो। अब चाहिँ निक्लिन्छु म पनि बसबाट चढेर होइन, झरेर होइन, मामा उता बैङ्कमा जानुभयो, बैङ्कमा गएर निक्लिएर म रुममा जानु लाग्छु। अबबाट जर्सी सर्सी निकालेर होइन, अब एकछिनपछि म मेरो टिमसँग अनि नेपालबाट आएका सर्बियामा भएका दाजु होइन, दाजु दिदीहरूलाई म देखाउँछु कति धेरै हुनुहुन्छ नेपालबाट आएका होइन। आज जस्ट इन्जोय हुनेवाला छ। सुरु दिनमै चाहिँ पनि नयाँ अब मैले सपना देखाएको थिएँ होइन, फेरि अर्कोचोटि देखेँ भनौँ न होइन। मेरो जुन मोबाइल थियो, जुन सपना देखेर त्यो एउटा नयाँ अकाउन्ट खोलेर मैले 2 महिना जे भयो नि रात दिन मैले जे भयो नि मिहिनेत गरेको थिएँ नि त, रात दिनै मिहिनेत गरेको थिएँ कि त्यो मोबाइलबाट होइन। केही छैन, केही चिज गुमाएपछि केही चिज फेरि पाइन्छ। जे चिज हुन्छ राम्रैको लागि हुन्छ भन्छ नि, त्यही सोचेर अघि बढ्ने हो। अब चाहिँ जे होस् सबजनाले नयाँ आइडीमा सबजनालाई सपोर्ट गर्नु होला होइन। अब चाहिँ रुम जानु लागेको होइन। मेरो चाहिँ बस स्ट्यान्डबाट ठ्याक्कै 5 मिनट हिँड्नुपर्छ रुम जानलाई। रुम जाँदैछु, त्यही हो। फुल भिडियो हेरेर सपोर्ट गर्नु होला। आज चाहिँ रोमान्टिकदेखि ल्याएर, रोमान्टिक चाहिँ के भन्नु होइन, इन्जोय हुनेवाला छ आजको दिनमा। सुरुचोटि नै आज स्टार्ट गर्न लागेको। पहिलाको जे बनाएको थिएँ भिडियो होइन, जुन सुरु गरेको थिएँ मैले त्यस बेला, त्यो दिनहरू मोबाइल फुटेर गयो, मेरो सपना पनि चकनाचुर भयो होइन। अब जे भयो भने नयाँ जोस जागर लिएर आइरहेको छु। केही चिज गुमाएँ नि त, अब गुमाएपछि कस्तो हुने रहेछ के हुने रहेछ भनेपछि त भोगे धेरै कुराहरू, धेरै चिज सिकेँ पनि मोबाइल फुट्याएदेखि होइन। एक्लोपन कस्तो हुने रहेछ, मान्छेबाट टाढा भएपछि कस्तो हुने रहेछ, एक्लै बसेपछि कस्तो फिल हुने रहेछ होइन। सब चिजहरू भोगेँ। नयाँ आइडी छ, सबजना सपोर्ट गर्नु होला। सपोर्ट गर्नुहुन्छ भने ठुलो आश लागिरहेछ। सपना पनि धेरै देखाएको छु मैले होइन, पुरा त गर्नु पऱ्यो होइन। अभियसली नै अब सबजनाले सपोर्ट गर्नुपर्छ मलाई। रुम गएर चेन्ज गर्छु, त्यसपछि अब इन्जोय भएको ठाउँमा भेट्नु भएको छ। लेट्स गो ग्याङ। सो गाइज हामी चाहिँ लाएर कहाँ आइपुग्यौँ भन्दाखेरि आधा बाटोमा आइसक्यौँ होइन। यो हाम्रो के दाइ रे, एम दाइ होइन, हाम्रो टिमको एकजना त्यहाँ हुनुहुन्छ, अनि एकजना हेलो हाम्रो श्री होइन, अर्को फेरि हाम्रो रेजा दाइ हुनुहुन्छ होइन। 3 जना कति हुन्छ, मसँग 4 जना होइन। गेम सुरु हुन लागिसकेको छ एकछिनमा। दाइ यहाँ अनि हाम्रो हुनुहुन्छ मोटे दाइ अर्को होइन। अनि हामी चाहिँ कतिजना पुग्यौँ, 4-5 जना पुग्यौँ होइन। अनि अर्को दाइ हुनुहुन्छ, अर्को दाइ हुन्छ। हामी 7-6 जना पुगिसक्यौँ। हामी 6 जनाको कडक टिम भएको छ होइन। अब म सबजनाले देखाउँछु। ल सर्बियाको हाम्रो जेन्जी गुरुहरू यहाँ हुनुहुन्छ कि जेन्जी सब यहाँ हाम्रो कृष्णले हाल्नु गिरहेको छ नि। पेचाना क्यों नहीं पेचाना, पोडकास्टमा बोलाउने रहेछ तिमीलाई। अब कस्तो रे पोडकास्टमा बोलाउने रहेछ। के भने कस्तो पोडकास्ट हामी
त्यो एकजना हतिएको पुग्या भयो छ एकलाई आया हो यही रुपियाँ के गर्नु अरे सो फाइनली होइन गेम पनि सकिएको गेम सकेर राम्रो ठाउँमा यसो गेम सक्यो आज चाहिँ सधैँभरि जित्ने कहाँ हुन्छ र होइन अस्तिको हप्ता चाहिँ जित्या थियो गेम मैले त्यसलाई अर्को आइडीमा हालेको थिएँ त्यो आइडी त्यत्तिकै भयो भिडियोहरू बनाएको छु अलिअलि त हालेको छु मैले हेर्नुभयो होला होइन अनि त्यस्तै छ अब तिहारको अवसर आएको छ त्यहाँ दाइहरू हुनुहुन्छ अरू भन्दा पनि ऊ त्यहाँ पछाडि त्यो ब्याकग्राउन्डमा देखिरहनु भएको नि त्यो सब दाइहरू हुनुहुन्छ अब के गर्ने सधैँभरि गेम त जित्दिनँ अब कहिले बेला के हुन्छ कहिले बेला के हुन्छ होइन अब त्यही हो रुमतिर गइन्छ अनि सेलिब्रेसन गरिन्छ अब त्यही हो ग्याङ जस इन्जोय गर्दैछौँ हामी के गरिरहेछौँ रे यति बेकार छ यो दाइ हो होइन यति बेकार छ फेरि को भन्नु हो त्यो त एकदम हो नि अब हामी चाहिँ गेम सकेर पुरा चिल गर्न लाग्यो होइन रमाइलो गर्न लागेको अब चाहिँ डाङडुङ पारेर अब रमाइलो गरिन्छ नाचिन्छ सब होइन मामा नि बस्नु भएको छ आज मेरो लागि भनेर बस्नु भएको कि मामा बस्नु होइन अनि म कति गरिदिन्छु फेरि 1-2 घन्टाको लागि मात्र अब नाच्ने हो रमाइलो गर्ने हो दाइहरूसँग होइन सबजना हिँड्नुहुन्छ जितेको टिममा हारेको टिम सब हिँड्छ म अब यस्तै हुन्छ पनि गाई होइन आज आउनु भएन सजिलो भएको खुद पनि आउनु भएन कि होइन उयो केटाहरू मान्छे लड्कीहरू पनि छन्दा थिए अनि तर हुनुपर्छ सब होइन गेम भएपछि एकचोटि आउनु पर्थ्यो भन्ने कुरो पनि हो सबले थाहा थियो तर थाहा हुँदा हाम्रो रे के भन्छन् रे रमाइलो भइरहेछ होइन तिहारको अब पजेसम्म भएपछि यतिको रमाइलो हुन्छ सबजनाको यतिको रमाइलो गर्नु परेको हजुर भन्नु न जेठो रमाइलो भइरहेको छ हाम्रो तिमीलाई लाइभ बसिरहनु भएको छ पुरा होइन त्यही हो आयो बन्दीपुर सुन्दरी मायालाई ससुराली देखेपछि साली मन पर्यो ससुरामा साली मन पर्यो ससुरालाई साली मन पर्यो लामो जस्तै छ नि बिना जुको हातै मन पर्यो